अनि त्यो चाहिँ ओखल आकारकोमा भएर अनि त्यहाँनिर चाहिँ धान चामल कुटेर गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई ब्लग अनि आज चाहिँ डे 2 अनि यहाँबाट चाहिँ अब हामी निस्किन आँटेको कति 7 बजिसक्यो होला ठ्याक्कै 7 बजिसक्यो ढिलो भइसक्यो अनि अहिले चाहिँ हामी ठ्याक्कै त्यो कोसीको ठ्याक्कै ब्रिजको पारिपट्टिको होटलमा आएर बसेको छौँ यहाँबाट चाहिँ माथि जानुपर्ने हुन्छ अनि बाबा र मेरो चाहिँ हल्का ऊ भइरहेछ क्या कहाँ जाने भनेर बाबा भन्नुहुन्छ माथि जाने डाइरेक्ट एकैचोटि अनि मैले भनेको चाहिँ पहिला सोलो जाऊँ अब आज त दिनभरि टाइम छ 3 घन्टामा पनि पुगिन्छ नि त अनि त्यही भएर माथि नै जाने भन्दै हुन्छ बाबा म चाहिँ बरु घुमौँ आरामले जाऊँ बेलुकासम्म पनि पुग्न त पुगिहालिन्छ अनि त्यही गुराँस फुलेको हेर्न जाने भनेर मेरो चाहिँ प्लान छ बाबा चाहिँ अब भोलि फर्किने बेला चाहिँ हेरौँ भन्दै हुन्छ अब के हुन्छ थाहा छैन है त्यो गाई जब भर्खर उठ्यो तल जाऊँ ब्रेकफास्ट के हुन्छ अब यहाँ गर्ने कि माथि गएर गर्ने भन्दै हुन्छ यहाँ पनि खासै त्यस्तो वाउ चाहिँ रहेछ खानाहरू पनि ठिकै ठिकै थियो अब त्यो गाई चाहिँ अब माथि एकैचोटि जाने बेला भेटौँ है त क्या मस्तो ठाउँ रहेछ सिधा बाटो है ऊ त्यसमा छ क्या सिधा बाटो छ अहिले चाहिँ हामी एकछिन रेस्ट गरेको अनि त्यो हिजोको होटेल बस्नुको कारण चाहिँ त्यहाँभन्दा माथि कुनै पनि होटेल रहेन रहेछ तपाईँले पनि भ्लगमा देखिहाल्नु होला त्यहाँ पनि त्यो त त्यत्तिको पाउनु त राम्रो होटेल हो त्यहाँ होइन तपाईँहरू योभन्दा अगाडि कहाँ कस्तो ठाउँमा बसेको अरे ए छाप्रोमा बसेर तल राति टोइलेट चाहिँ तल झाडीमा जानुपर्छ अनि त्यस्तो ठाउँ थियो अब हुन त यहाँ ठाउँमा आएर अब धेरै एक्सपेक्टेसन पनि राख्नु हुँदैन जस्तो छ त्यस्तैमा बस्नुपर्ने हो ठिकै थियो हिजोमा बसेको पनि अब चिया खाने पनि अब खोइ काहीँ माथि पनि केही छैन कहाँ गएर खाने जस्तो भइरहेछ चिसो ठाउँ आएछ यस्तो चिसो छ हात ठिडाएर कति हाइट छ गुराँस त्यही त गुराँसहरू अझ त्यो अझ घना क्या त्यो माथिको डाँडा कटेर गएपछि उता ओखलढुङ्गा कहाँनिर त्यहाँ त्यो माथिको यस्तो गहिरो जस्तो छ नि त्यसको उतापट्टि अहिले चाहिँ हामी कहाँ जान आँटेको भन्दा चाहिँ ठ्याक्कै त्यो ओखलढुङ्गाको ओखल भनेर जुन ठाउँ चिनिन्छ नि सिद्धिचरण पार्क हो त्यहाँ जान आँटेको अनि मेन अट्र्याक्सन चाहिँ भनौँ न त्यहाँको ओखलढुङ्गाको त्यो ओखल त्यो देखिराखिन्छ नि फोटोतिर भिडियोतिर गर्दाखेरि त्यो चाहिँ त्यहीँनिर हो क्या अनि त्यो चाहिँ ठ्याक्कै यस्तै बजारहरूको बिचमा छ त्यो छुट्टै पार्क जस्तो चाहिँ छैन जे होस् कच्याखुचुक परेको ठाउँमै छ जे होस् त्यहाँ गएर देखाउनेछ है त गाइस के गर्न पनि घुमाउनु थाल्नुहुन्छ कि राख्दै ल त्यो ठाउँ पनि आइपुगिसक्यो सिद्धिचरण पार्क मेरो प्यारो ओखलढुङ्गा सिद्धिचरण के स्रष्टा पार्क अनि त्यो भिडियोमा देखिने ओखल चाहिँ फोटोमा देखिने चाहिँ ओखलढुङ्गाको मेन ओखल चाहिँ यो हो
यसको इतिहास चाहिँ मलाई थाहा छैन, बाबालाई थाहा छ कि बा ओखलढुङ्गा नाम कसरी ओखलढुङ्गा भयो? ओखल भएको ढुङ्गा भएको भएर ओखलढुङ्गा। यो त होइन होला नि त यत्रो पहिले अङ्ग्रेजसँग युद्ध लड्दाखेरि नेपाली सेनाहरूले चाहिँ यहाँ आएर यो ढुङ्गामा धान कुटेर भात खाएको अरे, खाना खाएको अरे, त्यही भएर ओखलढुङ्गा। पृथ्वीनारायणकै पालादेखिको कथा। अनि सिद्धिचरण श्रेष्ठ त युग कवि सिद्धिचरण श्रेष्ठ जन्मेको नि यही हो। अनि कविता अब त्यो जस्तै कविताहरू स्कुलको किताबहरूमा छ त, अलि पपुलर भएको कुनै? मेरो प्यारो ओखलढुङ्गा, त्यो त गीत होइन? कवितैलाई गीत गाएको नारायण गोपालले। अनि अरू कविताहरू थुप्रो छन्, अब याद भएन। एउटा मात्रै त्यही भने एउटा मात्रै लेखा भए याद हुन्थ्यो अरे, थुप्रो छ अरे। अनि त्यही गाइस अहिले चाहिँ हामी यो ठाउँ आइपुग्यौँ। एउटा कविता लेखेर कुनै पनि कवि चर्चित हुँदैन। जनजाति सबै जात जाति के छ, छेत्री, बाहुन, गुरुङ, नेवार, तामाङ। नगरपालिका भनेपछि तपाईँले अघि भनेको स्टोरी अलिकति गलत भयो। तत्कालीन राजा लक्ष्मी नरसिंह मल्लका पालामा उनका सेनापति काजी भीम मल्लको कमान्डमा पूर्व विजय अभियानमा आएको सेनाले यहाँ स्थित ओखल आकारको ढुङ्गामा धान कुटी चामल तुल्याई भात पकाई खाएको भन्ने किंवदन्ती छ। अनि त्यो ढुङ्गा चाहिँ ठ्याक्कै यो चाहिँ अब आकार बनाएको हो। ढुङ्गा चाहिँ यहाँनिर छ क्या, म अगाडि पनि आएको छु यो ठाउँमा चाहिँ, त्यही भएर मलाई थाहा छ। यो ठ्याक्कै पानी जमिरहेको त्यो छ नि हो, अनि त्यो चाहिँ ओखल आकारकोमा भएर अनि त्यहाँनिर चाहिँ धान चामल कुटेर त्यतिखेर खाएको अरे। त्यही गुराँस फुलेको हेर्न जाने भनेको बा भ्याइँदैन भन्नुहुन्छ। पछि भने कहिले फर्किने बेला त एकचोटि पस्नु त परिहाल्यो नि। म चाहिँ अहिले नै जाने भनेको, भ्याइँदैन, उहाँ माथि निकै माथि छ नि त छन चाहिँ, अनि भ्याइँदैन भनिरहनु भएको छ। त्यही गाई अब चाहिँ माथि प्राप्त नै जान आँटेको हामी माथि। हाम्रो गाउँ माथि भोटालियन त्यहीँनिर गएर हो, भालथुङका। ल जाउँ। गुड आफ्टरनुन गाइज। अहिले चाहिँ खै कहाँ हो, हामी माथि पुगिसक्यौँ। बाटो कन्टिन्यू यस्तो खन्ड्याङ र खुन्ड्रुङ। अनि दिन पनि कस्तो धुम्म भइरहेछ क्या, थाकिसक्यो पुरै। बाइकमा बस्दा बस्दा मेरो नि क्यापहरू पुरै दुखिरहेछ। अनि गाउँमा चुनावी माहौल चाहिँ एकदम रमाइलो रहेछ भनौँ होइन। यता चाहिँ बढी प्रायः जस्तो काङ्ग्रेस, अनि अहिले नयाँ पार्टी त्यही नेकपा, माओवादी त भन्न मिलेन नि त होइन। अनि तिनीहरूको हुने रहेछ। अनि मलाई चाहिँ कसैले बाटोमा देख्दा बोल्दा चिन्दा चाहिँ जेन्जी भाइ घन्टी सन्टी भन्ने जस्तो मात्रै कुरा आउँदो रहेछ क्या। अब यिनीहरूलाई चाहिँ घन्टीलाई समर्थक गर्न गाउँसम्म आएँ भोट हाल्नको लागि भन्ने रहेछ। मान्छेहरूलाई त्यो थिङ्किङ पर्दो रहेछ, किनकि म यङ भएँ। अनि कसैसँग बोल्दा सोल्दा चाहिँ त्यही हुँदो रहेछ कुरा। बाइक के भयो? कस्तो लागिरहेछ नि त तपाईँलाई? यस्तै हो, कोही बेला त बेकारमा आएको जस्तो पनि लागिरहेछ। बाबालाई कहिले काहीँ चाहिँ बेकारमा आएछ जस्तो लागिरहेको रहेछ। यो बाटो हेर्दा बाटो चाहिँ एकदम बिजोग छ, बिजोग। ए बाटो विकास होस् भनेर नै भोट हाल्न आएको हो। कसरी बुझ्नु?
कहाँबाट झर्छ तेल चाहिँ पछाडिबाट धक्यो त कसै अझै स्ट्यान्डमा एकछिन राख्नु न फेरि लडिसक्यौँ हामी ए नभन् लडियो गाइस दुईचोटि लडिसक्यो होइन आउन्जेलसम्म फेरि त्यही साइडै लडिरहेछ क्या अनि मेरो पनि ठ्याक्कै त्यही जहाँ जहाँ लडाएको थियो त्यही ठाउँमा ठोक्यो अझ धन्न कसो पछाडि लडियो भन्नु न अब त्यो ठ्याक्कै त्यो ढुङ्गा भएर लडायो भए त टाउकोसँग पर्थ्यो होला अनि बाबा चाहिँ अगाडि गइसक्नुभयो म चाहिँ एकछिन हिँड्दै आएको बाटो एकदम बिजोक छ बिजोक गाडी पनि कसरी तर योभन्दा अगाडि म दुईचोटि आउँछु एकचोटि पासपोर्ट बनाउन त तलै हो ओखलढुङ्गा बजारनिरै हो नागिता बनाउने बेलामा चाहिँ यहाँ ओडाबाट त्यो सिफारिस लिएर फेरि तलै जानुपर्ने बेला त्यो गाडीमा आएको थियो गाडीमा आउँदा सजिलो हुने रहेछ बाइकमा झन् गाह्रो एक त बाटो यस्तो छ त्यही हो अब चाहिँ लडिँदैन कि भनेको हो नलडिएला कति ठाउँमा ढोकिसक्यौँ त्यही पनि लड्न जारी नै छ हाम्रो जानु न तपाईँ त जानु म बिस्तारै हिँड्दै म त हिँडेर पुगिन्छु भने पनि पुगिहाल्छ अब धेरै टाढा त छैन क्या फेरि माथि छैन यो 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 भनेर ऊ माथिको डाँडा यो जस्ट टप टिक उता गइसकेपछि पुग्ने हो क्या त्यो टाढा छैन त्यो गाइज गाह्रो चाहिँ भयो लड्दै पढ्दै भयो नि भोट हाल्न गइरहेको छ बाह्र अघि मैले क्या लड्ने बित्तिकै अब भोट केमा भनेको म भोटसोट केही पनि हाल्दिनँ यस्तो मलाई यस्तो लडी के भोट हाल्नु भन्दै हुन्थ्यो तर अब यत्तिको आएपछि केही न केही त गरेर जानु पऱ्यो भोट हाल्नुपर्छ गाइज भोट हाल्नुपर्छ एक भोटले के हुन्छ र भन्छ एक भोटले धेरै हुन्छ चेन्ज हुने नै भनेको त्यसरी नै हो क्या ल अहिले चाहिँ हामी यहाँ हल्का माथि अघि उताको बाटो झन् लाग्ने थियो झन् ऊ थियो बिग्रेको थियो अनि उकालो थियो अनि हामी चाहिँ अर्कै बाटो हुँदै आएको अनि त्यो गाइज सुनसान छ गाउँ सबैजना गाउँ फर्क्यौँ के अभियान रे त्यो गाउँ फर्क्यौँ अभियान कि के थियो नि जेसुकै गर गाउँमै गर फर्क कि नफर्क अनि त्यही हो गाइज चुनावी माहौल त्यस्तै छ यो अनि के अरे तपाईँले अहिलेसम्म भोट हाल्नु भएको छैन भन्दै हुन्थ्यो मैले अहिलेसम्म भोट हालेँ होइन त्यही भएर पनि एकचोटि आएको तर बाटोमा दुःख पाएँ बेकार आएछ जस्तो दुईचोटि लडिसक्यो अघि त सोधेको केलाई भोट हाल्ने भने म कसैलाई भोट हाल्दिनँ कुनै पार्टी केही पार्टी भन्ने छ तेरो र मेरो सँगै छैन यो पार्टी होइन खालि भोट हाल्नको लागि मात्रै हो त्यहाँ मतपत्र हातमा पर्यो यदि भोट हाल्न पाइयो भने कसलाई हाल्ने हो त्यतिखेरै सोच्ने त्यतिखेरै दिने त्यतिखेरै निक्लिने चुपचाप म पनि त्यही हो गाइज चुपचाप दुई छाप कुरा आफै बुझ्नु होला गाइज अहिले चाहिँ हामी यहाँ तामाङ गाउँ जस्तो चाहिँ सबै तामाङ एरिया हो यो फुलेर के अरे यो आरुहरू चेरी अनि आरु चेरी होइन यो आरु बखरा खुर्पानी के हो मलाई नाम थाहा छैन त्यस हेर्दाखेरि राम्रो छ चौतारो देखा नजिकै लगेर क्लोज गरेर देखाएँ मैले खिचिसकेको छु त्यहाँको अघि बुद्धिस्ट चौतारो त्यही गाइज सबै ऊ माथि डाँडा कुन डाँडा हो एउटा कुरो तँलाई थाहा छ के पहिले हामी यो लेक बेसी गर्ने गाई बस्तु लेकबाट बेसीबाट लेक गर्ने बाटो नि ठ्याक्कै यहीँबाट थियो पहिलेको पुरानो बाटो यहाँबाट यस्तो गोरेटो बाटो हुन्थ्यो मूल बाटै भन्थ्यो त्यतिखेर
अनि उता के भन्छ गामडाङ टार रगनी ओखलढुङ्गाको पल्लो छेउदेखि जिल्ला जाने मेन त्यतिखेरको मूल बाटो पनि यही हो। त्यतिखेरका माननीयहरू चाहिँ घोडा चढेर हिँड्थे। सजिलो बाटोमध्ये यो पर्छ। अर्को उतापट्टि त्यो देवीथानभन्दा उतापट्टिबाट नि छोटो बाटो छ, तर भिरको बाटो छ, मुर्चलको भिरको बाटो हुन्छ त्यसलाई चाहिँ। त्यो भिर चाहिँ एकदम डेन्जर छ। म योभन्दा अगाडि पनि गएको छु होइन, डेन्जर त छैन। यहाँबाट सर तल गएपछि पहिलेको सिल्चौर 1 अहिले मोलुङ त्यो गाई त्यहाँ चाहिँ एकेरा सुनवार यसपालि टिकट पाएन। त्यो गाई चाहिँ अहिले त्यो देवीथान मन्दिर पनि देखाउँछु माथि गएर। अहिले आज पुग्दैन। आज पुग्दैन के भन्नुहुन्छ? यता जाने हो कि हामी, अब त्यो बाटो छोडेर यता आइसक्यो। त्यहाँ चाहिँ भोलि बिहानै उठेर मुख धोएर जाने हो। ल त्यसै भोलि बिहानै हेर्न सक्नुहुन्छ। पहिला उता मन्दिर गएर भोट हाल्न जाने हो। ल त्यही गरौँ है, एकचोटि भगवान्लाई दर्शन गरौँ, नेपालको विकास होस्, सबैको राम्रो होस् भनेर अनि भोट हाल्न जानुपर्छ। कति बजिसक्यो? त्यो गाई चाहिँ अब माथि गएर भेटौँला, धेरै लामो कुरा भइसक्यो। बिचमा कता कता टिक सेक मेरो ब्याट्री पनि सकिन आँटिसक्यो, अर्को ब्याट्री फेर्नु पर्ने बेला भएको छ। ओहो काम त मजाले टलक्क गरेर टल्केर अघिसम्म धुम्म भइरहेको थियो भनिरहेको थिएँ, ठ्याक्कै 3 बजेछ। उता प्राप्त छिरेको भए चाहिँ उहाँ हाम्रो अङ्कल काकाहरूलाई भेट्दाखेरि चाहिँ अलिक टाइम जान्थ्यो है, त्यहाँ त 2-3 घन्टै बस्नु पर्थ्यो। त्यही अनि नभेटिकन आएको, नभेटिकन अब झन् ढिलो हुन्छ भनेर भोलि फर्किँदा भेट्नुपर्छ गाइज। त्यो ल अब चाहिँ निस्केको हामी, एकछिन रेस्ट पनि गरेको थियो। अब एकैचोटि माथि गएर भेटौँ ल। भन्नु ल गाइज, अहिले चाहिँ हामी फाइनली यहाँ माथि गाउँनिर पुगिसक्यो, आफ्नै गाउँ मोलुङ। अनि यहाँ चाहिँ पहिलेदेखि बाबाहरू यहाँ जन्मेको ठाउँ, जन्मस्थल हो। गाउँ चाहिँ यस्तो छ है, यस्तो गाउँ छ। बस्ती चाहिँ कमै हो, उता गुराँस पनि फुलेको रहेछ। बस्ती चाहिँ कमै छ, तर जस बजार जस्तै छ ठाउँ चाहिँ। अनि भोलि भोट हाल्ने जाने ठाउँ चाहिँ त्यहाँ, यहाँबाट चाहिँ देखिँदैन होला सायद, त्यो रातो रातो कलरको छ, बालथुमका स्कुल भन्ने छ। भोलि त्यहाँ गएर भोट हाल्नुपर्छ। अनि अहिले चाहिँ यहाँ बाबाको साथीको भनौँ न अङ्कलको घरनिर आएर बसेको हामी चाहिँ। अनि कफी सफी खाएँ, त्यही चुनावी कुरा होइन, यताउता भयो। त्यो गाइज अलि अब मिल्छ भने म त्यहाँ एकछिनपछि त्यही स्कुलनिर पनि पुग्छु होला। अब खै अब एकछिन घुम्ने पनि होला। अब पुगेन छ भने चाहिँ भोलि बिहानै देखाउँला। भोलि बिहान पनि अब के हुन्छ त्यहाँ, भ्लग बनाउनु दिन्छ कि दिँदैन भन्ने कुरा हो। आर्मी पुलिस हुन्छ त्यो ठाउँमा, अब के हुन्छ जस मिलाएर बनाउनु खोज्छु। अहिले भयो भने चाहिँ अहिले जाने हो, तर भएन भने चाहिँ भोलि बिहानैतिर गएर हेर्नुपर्छ। गाइज वेलकम ब्याक टु माई ब्लग। अझै त्यहाँ हामी त्यो अङ्कलको घरबाट हल्का तल आएर त्यहाँ होटेलमा बसेका छौँ। अनि रुम हेर्ने हो गाइज, रुम यस्तो दामी रुम छ गाइज। त्यहाँ एउटा खाट, यहाँ एउटा खाट होइन। अनि पुरा यस्तो हो क्या माथि। अनि यहाँबाट चाहिँ अगाडि स्कुलहरू कता कता के देखिन्छ। त्यो गाइज अब आजको रात चाहिँ यतै बिताउनु पर्ने हुन्छ। ओहो ज्याकलिन पनि रहेछ, म त यादै नगरेँ। अनि यहाँको बच्चा हो। अनि अगाडि पनि झ्याल छ, बाबा त्यहाँ हुनुहुन्छ, बाइक राख्न आँटिरहनु भयो होला। बाइक राखेर अब यहाँ खाजासाजा खानुपर्ने छ, भोक लागिरहेछ। त्यो गाइज अब बस्न त त्यो
अङ्कलको पनि बस्न सकिन्थ्यो तर त्यहाँ चाहिँ के हुँदो रहेछ नि गाउँमा चाहिँ अब हामीले अब चिनेको भएर मात्रै भएर भएन नि त अनि त्यहाँ गएर हामीले बस्यौँ भने अब गाउँको मान्छेहरूले चाहिँ के भन्दो रहेछ नि अब यो मान्छे यो पार्टीको हो अब यसले दुईजना मान्छे लिएर आयो राख्यो पैसा खुवाउँछ यताउता जस्तो कुरा हुँदो रहेछ क्या गाउँमा अनि ठिकै छ अब त्यही कुरा हुने भएर पनि हामी बाहिर आएर बस्यौँ अब उनीहरूलाई नि उहाँ अङ्कलहरूलाई पनि अप्ठ्यारो नहोस् हामीलाई नि त्यस्तो फिल गरी बस्नु नपरोस् भनेर चाहिँ हामी अलि यता आयौँ त्यही हो अब फ्रेस हुनुपर्छ अनि आजको रात हो अब यतिको त सुतिहालिन्छ यतिको पाउनु भने ठुलो कुरा हेर यहाँ माथि त आमा केही हुँदैन हिजो झन् हिजो यस्तो कति खोज्यो हामीले खोज्न त धेरै त खोजेन तर त्यो धेरै हुँदैन क्या अब मैले तपाईँले देखाइहालेँ भिडियोमा कति हुन्छ बस्ती अब खासै यहाँ मान्छे त्यस्तो अट्र्याक्सन हुँदैन नि त अनि कहीँ हुन्छ अब यतिको त एकदम राम्रो हो एडजस्ट गर्नुपर्छ गाइस त्यही हो अब भोलि बिहान चाहिँ उठेर भोट हाल्न जानुपर्छ अनि मैले उता बाबाको घर पुर्खौली घर उता देखाउन आँटेको थिएँ फेरि अलि साँझ जस्तो पऱ्यो क्या अनि यहाँबाट अलिक हिँड्नुपर्ने हुन्छ 20-25 मिनट अनि अलिक टाढै छ नि त अनि भोट हाल्ने ठाउँ पनि त्यो स्कुलतिर हुन्थ्यो अनि त्यो पनि देखाउन पाइनँ भोलि बिहान चाहिँ छिटै उठेर अनि त्यहाँ गएर भोट हालेर अनि त्यसपछि दिनभरि टाइम छ अर्को 12 बजीसम्म घुम्न हिँडडुल गर्न दिँदैन अरे बाइकहरू अनि त्यसपछि घुमाउनुपर्छ अनि म सबै देखाउँछु अब भोलि अब के गरी बस्ने भन्ने पो हुन्छ अब रातिको 12 बजीसम्म खै कहीँ जान दिँदैन भन्ने छ खै के हुन्छ अब हेरौँ त्यही हो गाइज अनि भोलि बिहान भेटौँला एकैचोटि अझै भोक लाग्यो खाजासाजा खानु पऱ्यो अनि फोनहरू पनि चार्ज सकिसक्यो यसको गोप्रोको पनि चार्ज सकिसक्यो अनि भ्याए छ भने फर्किने बेलामा चाहिँ के हो ठाउँको नाम चाहिँ बिर्सिदियो सोलु हुँदै पसेर पनि आउने घुमेर आउने भन्ने छ के हुन्छ अनएक्सपेक्टेड अब कहाँबाट कहाँ मैले त अघि दिउँसै जाम भनेको थियो अब बाबाले पनि सकिँदैन जस्तो कुरा भन्नुभयो 2 चोटि लडिसक्यौँ हामी लड्न चाहिँ हल्का गाह्रो पनि भइरहेछ बाबालाई त्यो त्यही ठाउँमा परेछ क्या फेरि त्यो हिजो जहाँ लड्दाखेरि यो ठाउँ परेको थियो अनि आज पनि त्यही ठाउँमा ठोकेको छ मलाई चाहिँ त्यस्तो खासै केही भएन धुलो लाग्यो त्यो सुरु दिन चाहिँ मजाले नै पछार्यो हो अनि तेस्रो चोटि पनि लड्यो त्यो लड्न चाहिँ तर त्यहाँ चाहिँ खास बत्ती गयो यस्तै हो गाइज अब यहाँ चार्जमा राख्नुपर्छ बत्ती आउँछ कि आउँदैन भन्ने ठेगान छैन डाइरेक्ट भोलि बिहान भेटौँला यसरी गर्नु पऱ्यो अस्ति लो लाइट आयो त्यही हो गाइज भोलि बिहान भेटौँला है त अहिलेको लागि चाहिँ साइन अफ यतिकैमा बाई बाई ल गाइज फाइनली भोट हालिसक्यो